यो मणिचुर दह। मणिचुर काठमाडौँ उपत्यकाको उत्तर पूर्वमा रहेको एउटा हाइकिङ डेस्टिनेसन पनि हो। अहिले दिन लामो भएसँगै अलिकति नजिकै कतै जाउँ भन्ने हजुरहरूलाई लागेको छ भने यो एकदमै राम्रो ठाउँ हुन सक्छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने यो पर्यटकीय र तीर्थस्थलको आकर्षकको केन्द्र पनि हुन सक्छ। ऐतिहासिक र धार्मिक हिसाबले हजुर एकदमै राम्रो गन्तव्य हो। मणिचुर र खड्गयोगिनी पनि भनिन्छ यस ठाउँलाई। आन्तरिक पर्यटकका लागि मणिचुर नयाँ गन्तव्य भने चाहिँ होइन। यहाँ लामो समयदेखि तीर्थयात्रा र पदयात्राको लागि एकदमै धेरैजना पुगिसक्नु भएको छ। धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको छ मणिचुर दहले। यस ऐतिहासिक स्थलमा हजुरहरूले राजा मणिचुरको मूर्ति, 3टा स्तूपा, मणिचुर पोखरी, महादेव र पार्वतीको मूर्ति, गणेशको मन्दिर र भगवान बुद्धको मूर्तिको साथसाथै पञ्चबुद्ध समेत यहाँ रहनु भएको छ। काठमाडौँ र मणिचुर बीचको दूरी भने 21 किलोमिटरको छ। हजुरहरू साँखुबाट वज्रयोगिनी हुँदै मणिचुर जान सक्नुहुन्छ। एक दिने पैदल यात्राको लागि यो एकदमै उचित गन्तव्य हुनेछ। साँखुबाट वज्रयोगिनी मन्दिर हुँदै करिब 3 घण्टाको उकालोपछि हामी मजाले मणिचुर दहसम्म पुग्न सक्छौं। मणिचुर पोखरी बौद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बीहरूको लागि पनि अति पवित्र पोखरी हो। समुद्रिक सतहदेखि 2378 मिटरको उचाइमा स्थित यस पोखरीमा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ। यस मन्दिरको इतिहास भने यस्तो रहेको छ। शताब्दीऔं लामो बौद्ध युग 2514 को हो। मणिचुर क्षेत्रमा महारानी गंगाको पुरानो शिलालेख पनि छ। पौराणिक कथा अनुसार मणिचुर दह नाम मणिचुर भनेर चिनिने संकेतुका राजाबाट आएको हो। प्राचीन समयमा मणिचुर राजा पोखरी नजिकैको एउटा गुफामा ध्यान गरेर बस्नु भएको थियो। राजाले आफ्ना जनतालाई प्लेगमा परेको देखेर र रोगबाट निको पार्न निधारमा रहेको आफ्नो मणि निकालेमा तुरुन्तै मर्ने थाहा हुँदाहुँदै पनि जनताको भलाइको लागि निधारबाट मणि निकाली पोखरीमा डुबाई आफ्नो जीवन बलिदान गर्ने निर्णय गर्नुभयो र मणिलाई पोखरीमा हाली यस पोखरीको पानीले प्रयोग गरेमा या नुहाएमा रोगबाट मुक्त हुने कुरा बताउनुभयो। राजाको मृत्यु भयो र उहाँ शिला यानी मूर्तिमा परिणत भएर रहनुभयो, जुन हाल पनि यसै मन्दिरमा अवस्थित छ। हजुर, यस्तो पवित्र धार्मिक स्थलमा जाँदाखेरि कृपया जथाभावी फोहोर चाहिँ नगरिदिनुहोस् होला। फोहोर व्यवस्थापन गर्नको लागि त्यहाँ अनेकौं प्रकारको सामानहरू राखिएको छ। डोको, खाल्डो खनेर राखिएको छ। त्यस्तोमा फोहोर व्यवस्थापन गरिदिनुहोस् होला।